चाहिँ के हुन्छ जुगाको दबाई भन्दाखेरि चाहिँ जुन के हुन्छ भन्दाखेरि यो दबाई खाएको छैन भने चाहिँ कसैको है भुँडीमा जुगा छ भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ नानीहरूलाई के हुन्छ एनिमिक बुझ्नुभयो एनिमिक भनेको चाहिँ ब्लडको कम्ती हुन्छ जिउमा शरीरमा चाहिँ ब्लड कम्ती हुन्छ है र यो चाहिँ के हुँदा हुन्छ भन्दाखेरि हामीले राम्रोसँग खाना खाँदा है टोयलेटबाट आउँदा या केही काम गरेर हातहरू राम्रो नधुई खायो भने र खाली खुट्टा हामी बाहिर यसरी खाली खुट्टा हिँड्छौँ खाली खुट्टा हिँड्यौँ भने है र त्यस्तो प्रकारले चाहिँ हाम्रो जिउमा चाहिँ के आउँछ भुँडीमा चाहिँ वर्म इन्फेक्सन हुन्छ जुगा आउँछ नि र डल्लै लिनु मिठो हुन्छ त्यस्तो नमिठो हुँदैन हामी खाएर आएको हो यो मिठो हुन्छ तितो पनि हुँदैन अमिलो पिरो केही हुँदैन यो टेस्टलेस हुन्छ टेस्टै छैन यसको ल अनि यसलाई चाहिँ मजाले चपाएर लिनुपर्छ डल्लै नलिने ल र अर्को चाहिँ के हो यो खाँदा चाहिँ तपाईँहरू अलिकति केही त्यस्तो त हुँदैन तर तपाईँहरूलाई अलिकति साइकोलोजी केही भुँडीहरू त्यस्तो दुखेको भयो भने पनि केही हुँदैन डराउनु पर्दैन ल हामी अलिकति यहाँ सर म त हामी खाएर आएको हामी स्टाफ त पहिला खान्छ त्यहाँ खुवाउँदै मुखमा हालिदिँदै चपाउँदै जान्छ नतितिर हाल्छ त नानीहरूले कि त्यो चाहिँ गर्नु दिनु हुँदैन चपाइहाल्नुहोस् यहाँ चपाउँदै क्लासमा पठाइदिनुहोस् त चपाउनु लाउनुहोस् कि अन्त घर पठाइदिनुहोस् क्लासमा चपाउनुहोस् पानी चपाउनु पर्छ है किन डल्लै निलेको चपाउनु भनेको चपाउनु पारा निलिहाल्ला चपाउनु लाउनुहोस् त त्यहाँनिर के चपाउनु लाउनुहोस् पानी छ भने एक जग दिनुहोस् आइपुग्दा त खाइसक्ने रहेछ नानीहरू बहिनी क्लासरुममा पानी छ अरे छोड्नु त पानी क्लासमा छ पानी You have water? It's for your good health. किनभने जुगा कति बेला भुँडीमा छ या हुँदैन